यो नानीको अब खुट्टै छैन, तपाईको जानेर गोली लागेको छ त्यहाँ, त्यो विस्फोट भएर केही पनि छैन त्यहाँ। पटक पटक मलाई चाहिँ हरेक यस्तो परिदृश्यहरू देख्दै जाँदाखेरि जति धेरै चाहिँ म नियतथा मान्छेमाथि गोली चलाएको अवस्था मैले देखिरहेको छु, मलाई त्यति यो सरकारसँग घृणा लागेर आइराखेको छ। यस्तो खालको परिस्थिति लिएर आउन पाउँछ सरकारले? लाज हो, लाज, लज्जा हो। सरकारलाई लाज लाग्नुपर्ने हो। यो यति सब गर्दै गर्दा सरकारलाई लाज लाग्नुपर्ने हो। त्यो नानी अहिले जसलाई चाहिँ अस्पतालको आइसियुमा राखेको छ, एउटा सामान्य ग्रोसरी, एउटा खाद्यान्न पसलमा उनले चाहिँ हिसाब किताब आफ्नो चाहिँ टिफिन खाने खर्च जो गर्नको लागि उनी त्यहाँबाट फर्किँदै गर्दाखेरि आन्दोलन भारै छ। आन्दोलन भएको देखेपछि डराएर दाइलाई चाहिँ लिन आउनु भनेर बिचरा दाजुबहिनी डराइ हिँड्दै गर्दाको अवस्थामा गोली लागेको छ। कसलाई गोली हानेको रहेछ, गोली कतिखेर हान्ने हो भन्ने कुराको जानकारी हो सरकारलाई हुँदैन। गोली कसैले सरकारलाई लाज लाग्नुपर्ने हो। सरकारको 1 मिनेट पनि यो पदमा रहने औचित्य मैले देख्दिनँ। यो सरकार भत्किनुपर्छ, गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ, मन्त्रीमण्डल रिसफल गर्नुहोस्, नेतृत्व रिसफल गर्नुहोस्। यो भएन। यो सरकारसँग एक रत्तीभरि पनि लाज रहेन रहेछ भन्ने कुरा प्रष्ट देखिसक्यो। यो सरकारले ढाँटेको छ, लुकाएको छ पर्छ। होइन भनेदेखि यो सरकारसँग नैतिकता छैन। नैतिकता त छैन नै, तर यत्तिकै पनि छोडेर हुँदैन। राज्यले गएको शुक्रबारको आन्दोलनमा जे गर्यो, अहिले यो सम्पूर्ण परिदृश्यहरूलाई चाहिँ हामीले हेर्दै गर्दा राज्यले पहिला अपराध गर्यो र त्यो अपराधलाई चाहिँ अहिले ढाक्ने प्रयत्न गरिराख्यो। सरकारको दायित्व होइन, कहाँ कति घाइतेहरू छन्, कहाँ के भएको छ भनेर जानकारी दिनु सरकारको दायित्व हो कि होइन? अहिलेसम्म त्यो जानकारी हामीले पाएनौँ। हामीले बाहिरबाट फुटेजहरू अब बिस्तारै आउन लाग्यो नि, अनि बल्ल हामीले थाहा पाउनु परिराखेको छ। एक हिसाबले हेर्दाखेरि प्रष्ट देखिँदैन। सरकार दबाउन चाहन्छ, सरकार लुकाउन चाहन्छ। केन्द्रमा, राजधानीमा यो खालको गतिविधि, यो खालको सुरक्षा संयन्त्र, यति कमजोर सुरक्षा संयन्त्र हामीलाई स्वीकार्य छैन। हामीलाई यो कदापि भएन। जस्तो सरकारले त साँचो बोल्दैन रहेछ, झुटो रहेछ यो सरकार। त्यसकारणले जसले फुटेजहरू खिच्नु भएको छ त्यो फुटेजहरू तपाईँहरूले पठाउनुहोस्, सार्वजनिक गर्नुहोस्। त्यहाँ गएर जवाफदेही हुनु पर्ला भनेर हिजो राति नै सरकारले बच्नको लागि संसद अधिवेशन अन्त्य गरिदिसकेको छ। त्यसकारणले प्रष्ट देखिन्छ सरकार जसरी पनि आफूलाई बचाउमा लागेको छ। जस्तो माननीय गोली लाग्यो, 60 राउन्ड त गोली मात्रै प्रहार गरिएको छ भनेर प्रहरीले नै सार्वजनिक गरेको छ। यति हुँदै गर्दाखेरि घाइतेहरू देखाइएको छैन। तपाईँ त आफै पनि कानुनको विद्यार्थी हुनुहुन्छ, माननीय हुनुहुन्छ। के छ यसलाई मानव अधिकारका हिसाबले हेर्दाखेरि सरकारले लुकाउनु पर्ने अवस्था हो घाइतेको विवरण? राज्यले गएको शुक्रबारको आन्दोलनमा जे गर्यो, अहिले यो सम्पूर्ण परिदृश्यहरूलाई चाहिँ हामीले हेर्दै गर्दा राज्यले पहिला अपराध गर्यो र त्यो अपराधलाई चाहिँ अहिले ढाक्ने प्रयत्न गरिराखेको छ। राज्यले अहिले ढाँटिराखेको छ। कसलाई कति गोली चलायो भन्ने कुराको एकिन विवरण आइसकेको छैन। यो घटना आज हामीले बल्ल थाहा पाउँदैछौँ। त्यही निर्वाचन क्षेत्रको सांसद हुँ म, जहाँ घटना भयो त्यही निर्वाचन क्षेत्रको सांसद हुँ। अहिले बल्ल थाहा पाउँदैछु यहाँ सिभिलमा 2 जना चाहिँ बिरामीहरू हुनुहुन्छ भनेको सरकारको दायित्व होइन। कहाँ कति घाइतेहरू छन्, कहाँ के भएको छ भनेर जानकारी दिनु सरकारको दायित्व हो कि होइन? अहिलेसम्म त्यो जानकारी हामीले पाएनौँ। हामीले बाहिरबाट फुटेजहरू अब बिस्तारै आउन लाग्यो नि, अनि बल्ल हामीले थाहा पाउनु परिराखेको छ। एक हिसाबले हेर्दाखेरि प्रष्ट देखिँदैन। सरकार दबाउन चाहन्छ, सरकार लुकाउन चाहन्छ। यो दुईटा ठुला दलहरूको गठबन्धन चाहिँ राज्यको लागि घातक साबित भएको छ। हरेक व्यक्तिले कुनै न कुनै तरिकाले अहिले एकदमै आफूलाई चाहिँ हेपिएको, थिचिएको महसुस गर्नु परेको छ। आन्दोलनको नाममा त्यत्रो धेरै मानिसहरूले चाहिँ एउटा मर्नु परेको स्थिति भनेको सामान्य स्थिति होइन नि। हामीले 62-63 को जनआन्दोलनपछि नेपालमा स्थायित्व हुन्छ भनेर हामीले अपेक्षा गरेको होइन। यही दिन देख्नको लागि हामीले यो सबै गरेको हो त। त्यसकारणले यो एकदम पेचिलो प्रश्न छ। हेर्नुहोस्, मैले भनेको छु पटक पटक मलाई चाहिँ हरेक यस्तो परिदृश्यहरू देख्दै जाँदाखेरि जति धेरै चाहिँ म नियतथा मान्छेमाथि गोली चलाएको अवस्था मैले देखिरहेको छु, मलाई त्यति यो सरकारसँग घृणा लागेर आइराखेको छ। यस्तो खालको परिस्थिति लिएर आउन पाउँछ सरकारले? यो अति नै भइसक्यो। जस्तो माने जो उहाँहरूको सरकारले उपचार गर्ने भने तापनि निवेदन दिएका छौँ, तर छैन भनेको छ। जुन यो ढिला सुस्ती छ, पीडित त्यसै पनि मनोवैज्ञानिक रूपमा पनि पीडित छ, अब आर्थिक पनि झगडा हुन्छ हुँदैन, यो बेलामा जुन यो सरकारले अलिकति तादुर्कतामा देखाएको विषय चाहिँ के हो? लाज हो, लाज, लज्जा हो। सरकारलाई लाज लाग्नुपर्ने हो। यो यति सब गर्दै गर्दा सरकारलाई लाज लाग्नुपर्ने हो। त्यो नानी अहिले जसलाई चाहिँ अस्पतालको आइसियुमा राखेको छ, एउटा सामान्य ग्रोसरी, एउटा खाद्यान्न पसलमा उनले चाहिँ हिसाब किताब आफ्नो चाहिँ टिफिन खाने खर्च जो गर्नको लागि उनी त्यहाँ जाने गर्थेन। त्यहाँबाट फर्किँदै गर्दाखेरि आन्दोलन भारै छ। आन्दोलन भएको देखेपछि डराएर दाइलाई चाहिँ लिन आउनु भनेर बिचरा दाजुबहिनी डराइ हिँड्दै गर्दाको अवस्थामा गोली लागेको छ। कसलाई गोली हानेको रहेछ, गोली कतिखेर हान्ने हो भन्ने कुराको जानकारी हो सरकारलाई हुँदैन। गोली कसैले
हान्ने आदेश सरकारले कुन स्थितिमा दिन सक्छ भन्ने कुराको हेक्का सरकारलाई हुनुपर्छ कि पर्दैन? यसले देखाउँछ सरकारलाई लाज लाग्नुपर्ने हो। सरकारको 1 मिनेट पनि यो पदमा रहने औचित्य मैले देख्दिनँ। यो सरकार भत्किनुपर्छ, गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ, मन्त्रीमण्डल रिसफल गर्नुहोस्, नेतृत्व रिसफल गर्नुहोस्। यो भएन। सरकारको केन्द्रमा राजधानीमा यो खालको गतिविधि, यो खालको सुरक्षा संयन्त्र, यति कमजोर सुरक्षा संयन्त्र हामीलाई स्वीकार्य छैन। हामीलाई यो कदापि भएन। जस्तो पछिल्लो समय त चाहिँ गोली लागेर अझ मृतक पनि लुकाएको छ कि भन्ने आशंका पनि बढ्दो छ। सरकारले त लुकाउन खोजेको छ, डाटाहरू सार्वजनिक गरेको छैन। अब कहाँ गएर उजुरी गर्दा अथवा के गर्दाखेरि चाहिँ हामीलाई त्यसमा शङ्का छ। तपाईँले ठिक कुरा उठाउनु भयो। यो घटना नआउँदासम्म अब एकजना मान्छे त्यहाँ एकजना पत्रकार जलेर जानुभयो भन्ने खालको खबर आयो, त्यसपछि एकजनालाई गोली लाग्यो भन्ने खालको कुरा आयो। अब दुईटा हामीले त्यत्रो धेरै चाहिँ एउटा लस गर्नु पर्यो, यत्रो धेरै ड्यामेज भयो भन्ने कुरा महसुस भइरहेको बेलामा अब हरेक घटनाहरू चाहिँ अनफोल्ड भइरहेको छ। अझै कतिजनालाई गोली लागेको छ भन्ने कुराको यकिन छैन। त्यसकारणले म त अब के भन्छु भनेदेखि जो त्यो आन्दोलनमा सरिक हुनुहुन्थ्यो, जहाँबाट त्यो आन्दोलन रिलेटेड तपाईँहरूले फुटेजहरू खिच्नु भएको थियो, सरकारले त साँचो बोल्दैन रहेछ, झुटो रहेछ यो सरकार। त्यसकारणले जसले फुटेजहरू खिच्नु भएको छ त्यो फुटेजहरू तपाईँहरूले पठाउनुहोस्, सार्वजनिक गर्नुहोस्। तपाईँहरूलाई चाहिँ फेरि त्यो सार्वजनिक गर्यो भनेर फेरि उल्टै सम्भावना आउने पनि हुन सक्ला। बरु पठाउनुहोस् हामीहरूलाई। हामी सोध्छौँ यो सरकारसँग एक रत्तीभरि पनि लाज रहेन रहेछ भन्ने कुरा प्रष्ट देखिसक्यो। यो सरकारले ढाँटेको छ, लुकाएको छ। अब यो जुन आर्थिक क्षति भएको छ, तपाईँको त निर्वाचन क्षेत्र पनि हो, आर्थिक क्षति भएको छ, त्यसको भार अब कसले बिहोर्नुपर्छ? त्यत्रो चाहिँ आर्थिक क्षति भएको छ, मानवीय क्षति छँदैछ। अब राज्यले कसलाई बेहोर्ने बाध्य बनाउने हो, कसलाई बेहोर्नु पर्ने बनाउने हो, कसको त्यो राज्यले चाहिँ डिसाइड गर्ने कुरा हो। घर जलेको छ, स्टेसनरी पसल जलेको छ, मान्छेले ऋण धन लिएर आएर, मैले अस्ति पनि भनेको थिएँ, एकजना मुकुल चौधरी भन्ने दाइले त्यहाँ स्टेसनरी पसलमा 50 लाख ऋण खोजेर लिएर आएर भर्खर स्टेसनरीमा सामान थप्नु भएको थियो अरे। त्यो ऋण उहाँले कहीँबाट त ब्याज लिएर त्यो पसल गर्नुभएको थियो नि। मान्छेले गरी खाने वातावरण पनि अब जलाएर फ्यालिदिइसकेपछि अब के गरेर खाने? राज्यले ती सबै सुनिश्चितता गर्नु पर्यो। यो नानी जो एउटा ग्रोसरी स्टोरमा गएर, खाद्यान्नको पसलमा गएर हिसाब किताब गरेर आफ्नो टिफिनको जो गर्थिन्, यो नानीको अब खुट्टै छैन। तपाईँको जानेर गोली लागेको छ, त्यहाँ त्यो विस्फोट भएर केही पनि छैन त्यहाँ। अब त्यस्तो अवस्थामा भोलि उहाँले कसरी टेकेर हिँड्ने? अब उहाँलाई के गरी राज्यले सुरक्षा दिन्छ, के गरी उहाँको जीविकोपार्जन गर्नलाई बाटो देखाउँछ? यो सबै कुराको चाहिँ आधार तय हुनुपर्छ। होइन भनेदेखि यो सरकारसँग नैतिकता छैन। नैतिकता त छैन नै, तर यत्तिकै पनि छोडेर हुँदैन। यो सबै कुरालाई व्यवस्थापन गर्नलाई राज्यले चाहिँ के गर्ने? छिटोभन्दा छिटो भन्नु पर्यो। छानबिन समिति बनाउन भनेर हामीले पटक पटक भनेको छौँ, अहिलेसम्म गरेको छैन। सबै प्रमाण लुकाउनलाई यो सरकारले कति धेरै शक्ति लगाउन प्रयत्न गरिरहेको। छिटो साँचो बोल्नु पर्यो, साँचो कुरा सार्वजनिक गर्न पर्यो। जस्तो अन्त्यमा सुमान्यज्यू, सरकारले आफूले जवाफ दिन नपरोस् भन्नको लागि हिजो राति नै घोषणा गरिसक्यो संसद अधिवेशन बन्द गरिदिने भनेर, अन्त्य गरिदिने भनेर। त्यसकारणले अब आज दुर्भाग्यवश अब संसदमा हाम्रो अहिलेको बहालवाला चाहिँ सांसदज्यूको मृत्युको शोकले गर्दाखेरि आज संसद चल्न सकेन। अब आजको परिस्थिति अलग भयो, तर अब जवाफ दिनु पर्ला, त्यहाँ गएर जवाफदेही हुनु पर्ला भनेर हिजो राति नै सरकारले बच्नको लागि संसद अधिवेशन अन्त्य गरिदिइसकेको छ। त्यसकारणले प्रष्ट देखिन्छ सरकार जसरी पनि आफूलाई बचाउमा लागेको छ। अझै कहाँ कतिजना बिरामीहरू कहाँ लुकाएर राखिएको छ, कहाँ भन्न नसक्ने अवस्थामा हुनुहुन्छ, त्यो उल्टै हामीले खोज्दै हिँड्नुपर्ने अवस्था छ। सरकार कहाँ छ हामीलाई थाहा छैन।